कस्तो सामान चाहिँ चाइनाबाट इम्पोर्ट गर्ने त? सिम्पल, जुन सामान इम्पोर्ट गरेर नेपालमा बेच्दा वा युज गर्दा फाइदा हुन्छ त्यस्तो सामान इम्पोर्ट गरेर ल्याउने नि। अब कसरी थाहा हुन्छ त कुन सामान इम्पोर्ट गरेर बेच्दा फाइदा हुन्छ भनेर? त्यसको लागि सजिलो छ। तपाईले चाइनाको अलिबाबा, ग्लोबल सोर्सेस, मेड इन चाइना, टाओबाओ जस्तो एपमा आफूलाई चाहिएको सामानहरू हेर्नुहोस्। सामान हेर्दा तपाईले सामानको प्राइसेस मात्र हेर्नुहोस्। सामानको शिपिङ कस्ट वा डेलिभरी कस्टहरूलाई इग्नोर गरिदिनुहोस्, यसले धेरै कन्फ्युजन गर्ने गर्छ। र तपाईले हेर्नु भएको सामानको सेलरसँग कुरा गर्नुहोस् र कुन सामान कति पिस इम्पोर्ट गर्ने हो त्यसको वेट र भोल्युमको डिटेल्सहरू माग्नुहोस्। र यदि सेलरले तपाईसँग चाइनामा वेयरहाउस, एजेन्ट वा फ्रेट फरवर्डर छ भनेर सोध्यो भने छ भनेर कुरा गर्नुहोस् र त्यो सामानको डिटेल्सहरू हामीलाई यो नम्बरमा व्हाट्सएप गरिदिनु होला। र त्यसपछि हामी तपाईलाई त्यो सामानलाई बाइ एयर वा बाइ रोड इम्पोर्ट गर्दा लाग्ने इम्पोर्ट कस्ट प्रोभाइड गरिदिन्छौँ र तपाई हिसाब गर्नुहोस् कि त्यो सामान चाइनामा पर पिस र टोटल कति पर्यो र सबै सामानको इम्पोर्टमा टोटल कस्ट कति लाग्यो जोड्नुहोस् र हरेक सामानको टोटल पर्चेस प्राइस कति लाग्यो निकाल्नुहोस् र त्यसपछि तपाईले आफ्नो मार्जिन राखेर एड गर्दा त्यो सामान बेच्न सकिन्छ कि सकिँदैन हेर्नुहोस्। यदि सकिन्छ भने प्रोसेस अगाडि बढाएर इम्पोर्ट गर्नुहोस्। यदि फाइदा हुने जस्तो देखिएन भने अरू प्रोडक्ट हेर्नुहोस् वा क्वान्टिटी बढाएर ट्राई गर्नुहोस्। ओके, त्यसो भए मैले के गर्नु पर्यो? अब तपाईले इम्पोर्टको टेन्सन नलिकन सामानहरू अलिबाबा जस्तो एपमा खोज्न सुरु गर्नुहोस्। यदि इम्पोर्ट गर्नु भएको छैन, फर्स्ट टाइम गर्दै हुनुहुन्छ भने हामी तपाईलाई सेलरसँग कोअर्डिनेट गरिदिन्छौँ र नेपालसम्म तपाईको सामान डेलिभर गर्न हेल्प गरिदिन्छौँ। सो तपाईलाई होल इम्पोर्ट प्रोसेसमा कुनै पनि झन्झट हुँदैन। हामीलाई सम्पर्क गर्नको लागि यहाँ दिएको नम्बरमा कल वा मेसेज गर्न सक्नुहुन्छ र काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। Thank you for watching.